नमस्ते नमस्ते। नमस्ते ल अहिले चाहिँ हामी यो अस्ट्रियाको इन्सब्रुकको यो के ठाउँ अरे बागासे 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 अहिले चाहिँ हामी बागासेमा छौँ। अनि दाइ कस्तो लाग्दैछ यहाँनिर तपाईँलाई? मलाई त साइट सिन कस्तो लाग्दैछ नि प्राकृतिक जस्तो लाग्दैछ। साइट सिन साइट सिन दृश्य नै दृश्य। अनि भाइजू तपाईँलाई कस्तो लाग्दैछ? मलाई आज एकदम खुसी लागेको छ। अब हप्ताभरि काम गरेर हल्का स्ट्रेस भएको हुन्छ होइन, त्यसलाई रिल्याक्सिङ मोडमा ल्याउनलाई हामी यहाँ आएको छौँ। एकदम खुसी लागेको छ। एकछिनै तपाईँलाई चाहिँ कस्तो लागेको छ भन्नुहोस्? चिल चिल चिलमा बस्नुहोस्। ओ चिलमा बस भन्थ्यो नि। ल भाइजू यो ठाउँबारे अलिकति भनिदिनु त तपाईँले। दिनेशलाई थाहा छ होला अहिले धेरै यसको बारेमा। यहाँ के यो बागासेको बारेमा अँ तँलाई धेरै त्यो त्यसको बारेमा त धेरै तँलाई थाहा छ। तपाईँलाई थाहा छ नि? किनभने यस्तो छ म चाहिँ होइन यो बार्कासेमा चाहिँ के छ रहेछ स्पेसल्ली यहाँ भनेको चाहिँ समरको लागि हो होइन। समरमा मान्छेहरू त्यही त घाम ताप्नु आउने हो अनि स्विमिङ अगाडि होइन अहिले देखाउनु पनि मिल्छ होइन होइन स्विमिङ गर्ने बस्ने अनि त्यहाँदेखि खानेकुरा ल्याउने यस काइन्ड अफ होइन ड्राई पिकनिक हामीले त्यो पनि बनाइसकेको छ होइन। अनि त्यत्तिकै अब दिन होइन हप्ताभरि काम गर्छ अनि त्यहाँदेखि हप्ताभरिको कामहरू गरेर त्यो स्ट्रेसहरूलाई यहाँ राखेर फेरि अर्को हप्ताको लागि रेडी भएर जानु। ल तपाईँ दाइ विदेश बस्नुभएको कति साल भयो? म विदेश बसेको नेपाल छोड्नु भएको थियो? भयो होला 8 वर्ष हुन लाग्यो। 8 वर्ष हुनु लाग्यो है। ल माइजू कति वर्ष भयो तपाईँ विदेश नेपाल छोड्नु भएको? मेरो ठ्याक्क 3 वर्ष भनौँ न, 3 वर्ष भयो। 3 वर्ष? ल तपाईँले नेपाली बिर्सिनु भएको छ कि छैन? म सोध्छु है त ल एक दुईवटा कुराहरू। ल है त ल सुरु गरौँ। पहिलो चाहिँ म माइजूलाई सोधौँ कि दाइलाई सोधौँ? मलाई सानोबाट ठुलो कान्छोबाट भनौँ न। क्यालकुलेटरलाई नेपालीमा के भनिन्छ? लो भान्जा के पो अरे क्यालकुलेटरलाई लो त नेपालीमा चिट त मिल्दैन नि त। म त सोधिरहेको छु मिल्दैन नि त। एकछिनलाई च्याट जिपिटीमा हेरेर आउँछु। पास भने पास भन्नु भयो। पास 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 क्यालकुलेटर नेपालीमा गणक यन्त्र भनिन्छ। नेपाली बोल्नु भएन है। ल दाइलाई अर्को म सोध्छु। कम्प्युटरलाई नेपालीमा के भन्छ दाइ? मलाई थाहा छैन। त भन्नु मिलेन नि त नि। अघि बरु म सेकेन्डमा भन्नु थिएछ। कम्प्युटरलाई नेपाली मलाई थाहा थियो पहिला क्विजमा भन्थ्यो नि। अन्त नि मलाई ल पास। यो पनि पास हो। गणक अनुप्रयोग भनिने रहेछ हो। अब के हो सुशाङ्क के भन्दै केलाई भन्छ सुशाङ्क के पनि पो भन्थ्यो है। सुशाङ्क यसलाई त यहाँ त गणक अनुप्रयोग भनौँ होइन। ल्यापटपलाई चाहिँ होला हौ। होला होला खै होला। अनि अब अर्को प्रश्न माइजूलाई। रेडियोलाई नेपालीमा के भनिन्छ? सुचार माध्यम। रेडियो सुचार माध्यम? सुचार माध्यम त होइन हौ। के हो त? सञ्चार माध्यम चाहिँ हो। सञ्चार माध्यम त्यो चाहिँ सबैले भन्ने होइन तर प्योर नेपालीमा चाहिँ पास। यता दाइ मलाई अर्को प्रश्न आउँछ होला नि त होइन यताको पासमा रेडियोलाई त एकछिन रेडियोलाई चाहिँ खै अब भन त ल। होइन यस्तो हुन्छ यसलाई यो यसको उत्तर आउँथ्यो होला सायद। तर यसलाई चाहिँ हामीले होइन किन चाहिँ हामीले यसलाई रेडियो भनेर भन्नु जाने भन्दाखेरि हामीले जब बचपनदेखि हाम्रो होइन अब बाउहरूले पनि रेडियो नै भन्छ किनभने हाम्रो नेपालमा बनेको चिज होइन यो रेडियो भन्छ। त्यही त अब क्यालकुलेटर भयो कम्प्युटर भयो त्यो सबै होइन हाम्रो नेपालमा इन्भेन्ट नभएको भएर हामीले जे नाम भएर आएको थियो त्यहीलाई नै हामीले होइन यो के अरे भनिरहेको कारणले गर्दा चाहिँ हामीलाई होइन यो अप्ठ्यारो भएको। तर रेडियोलाई चाहिँ नेपालीमा आकाशवाणी भनिने रहेछ है। आकाशवाणी भनिने रहेछ। ल अब 2-3वटा मात्रै सोध्छु म। सजिलो ल सजिलो
होइन क्यामेरालाई के भनिन्छ माइजूलाई प्रश्न यो त सजिलो छ है फोटो खिच्ने होइन फोटो खिच्दा म एउटा उदाहरण दिउँ ठमेलको छाया त्यहाँदेखि उता चाहिँ भन्दिनँ छाया फोटो सेन्टर छाया फोटो होइन असो छाया फोटो फोटोलाई नेपालीमा के भनिन्छ लु थाहा छैन मलाई बरु दोस्टमा थाहा छ के छ छायालाई के अरे छायालाई नेपालीमा छाया भन्छ नि होइन फोटोलाई नेपालीमा के भनिन्छ फोटोलाई फोटोलाई यसरी चित्र चित्र छायाचित्र छायाचित्र अब थिएन नि होइन यो त दिदी क्विज हुँदै पर्छ नि स्कुल हुँदै कि केहीहरू गर्नु पर्यो भने अब हो नि। लोकसेवा हुँदै त्यस्तो हुँदै सबैमा हुन्छ क्या अब एउटा सहज प्रश्न दिनुहोस् त्यहाँ ल ताई हस्पिटललाई नेपालीमा अस्पताल भन्छ भने नेपालीमा अर्को पनि नाम छ के हो त्यो ए हो स्वास्थ्य चौकी होइन झन्डै झन्डै मिलो स्वास्थ्य केन्द्र स्वास्थ्य चाहिँ स्वास्थ्य हो होइन होइन ए अन्तिममा चाहिँ लया छ स्वास्थ्यलय होइन 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 यसरी शौचालय होइन शौचालय। टोइलेट भएको नि त्यो त नि हो र यसरी के लय हो भनेपछि म लया भन्ने लु यो बुढी त पाप्दैछ क्या चिकित्सालय हो ए, मैले चिकित्सालय। अलिकति भन्दै अब धेरै नभनौँ अब अन्तिममा माइजूलाई अब हामी सबैजना रेस्टुरेन्टमा काम गर्छौँ होइन रेस्टुरेन्टलाई नेपालीमा के भनिन्छ सजिलो छ यो त पसल पसल त कहाँ अनि त्यो अलिक नजिक ए कस्तो गाह्रो बनायो यार भन्छ त एउटै एन्सर दिन सकेन त हामीले त खाजा घर त्यो नि होइन होइन लया खाजालय लया लया पसल लय कसरी रेस्टुरेन्टलाई हजुर होटल लय भोजनलय ए भोजनालय चिटिङ भयो मामाबाट ओ मामा ट्यालेन्ट रहेछ मामा ल्याउनु पर्दैन नि कस्तो हौ कस्तो जोइलाई चाहिँ किन नल्याएको ए ल अब अन्तिम र अनि मामालाई नि बोलौँ ल ल इमेललाई के भनिन्छ नेपालीमा पत्र हुलाक भनिन्छ अन्तिममा हुलाक। अन्तिममा हुलाक त्योभन्दा बिच अगाडिको यो प्रश्न हाम्रो दिनेश दाईलाई इमेललाई के भनिन्छ दाई मलाई इमेललाई पत्र नि चिठी पत्र त होइन चिठी पत्र त होइन सञ्चार पत्र हो कि होइन त्यो नि खै छ म पासै ल विद्युतीय हुलाक बरु दोस्टमा सोध्यो भने आउँछ होला डोइस त मलाई आउँदैन नि त नि फेरि होइन आस्ट्रो च्वान्चिक हामीले त्यो मजाले पढेर होला नि हो ल हाम्रो अहिलेको यहीँ सक्यो अब हामी यहाँ मामालाई बोलाउँदैछौँ नआउने मामा अहिले रिल्याक्सिङ मोडमा हुनुहुन्छ होइन ल यहाँ अब राम्रो आजको खाना पुग्छ
अन्डा दिपा टोइलेट पेपर निकाल्न निम बाहिर ले Auf und यहाँ एडी अन्डा 20-12 मेरो दिदी उतापट्टि फर्क्यौँ ल माइजू कहाँ टाढा भाग्नु भयो त ए हाँस हो भाइ के रे हाँस 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 So, Mahlzeit. Mahlzeit, wo kommst du her? Nepal. Aha.